त्यहाँ आग लागि नभइकन पुष्पकमल दाहाल प्रचण्डले 3 गुणे एरियामा घरमा आगो लगाइयो भनेर 9 बजे नै 9 कि 10 बजे प्रत्यक्ष लाइभ प्रसारण गरे छन्। त्यो पनि त्यो आयोगले छानबिनको दायरामा ल्याउनुपर्छ र त्यहाँ जुन आगलागी भएको छैन, गोली चलेको छैन, त्योभन्दा अगाडि नै उनले चाहिँ 3 गुणे एरियामा घरमा आगजानी हुन्छ, त्यहाँ गोली चल्छ, मान्छे मर्छन् भनेर कसरी पुष्पकमल दाहालले थाहा पाए? त्यसैले मैले यो मात्रै होइन, त्यो टोटल कुरो हेर्नुपर्छ। र म बेलुका त्यही उता तपाईँको बागमतीको खोलाको जाँदाको बाटोमा गएँ, त्यो नरेफाँटको अलिकति यतापट्टि गौरतिरका आएका त्यहाँ 5-7 वटा बस देखिन्छन्। अब माओवादीले ल्याएको हो भने त्यो कार्यक्रम त उनको त भिरकुटी मण्डपमा थियो। ती भिरकुटी मण्डपमा जानुपर्ने मान्छे त्यहाँ बस लिएर किन गए? त्यहाँ सडकमा 4-5 वटा गौरतिरका, कलैयातिरका र बिरगतिरका बस त्यहाँ